हेलो साथीहरू, आशा छ सबैजना ठिक हुनुहुन्छ होला। हामी आज काठमाडौँबाट नजिकै पर्ने मकवानपुर जिल्लामा अवस्थित चितलाङ भन्ने ठाउँमा घुम्न निस्केका छौँ। हाम्रो यो छोटो यात्रा कस्तो रहन्छ हेर्नुहोस् है त। साथीहरू भएर हाम्रो यात्रा यसरी अगाडि बढिरहेको छ। वरिपरि हरियाली, वन जङ्गल, स्वच्छ हावा, आनन्दित मन, रमाइलो यात्रा एकदमै रमाइलो रहेको छ। हजुरलाई भनिसकेँ मैले, काठमाडौँबाट एकदमै नजिक पर्ने। हजुरहरू छोटो समय मिलाएर निस्किन सक्नुहुन्छ। यसरी हामीहरू साथीहरूले एकअर्कालाई साथ सपोर्ट गर्दै गरिरहेका छौँ। बाटोमा देखिने एकदम रमाइलो ठाउँहरू सम्झना कैद गर्दै अगाडि बढिरहेँ। यहाँ चाहिँ हजुरहरू बाइक स्कुटर दुवैमा पुग्न सक्नुहुन्छ। म पनि यसरी साथी पछाडि झोला बोकेर बसेको छु। यसरी जाँदै गर्दा हाम्रो केही बाटो चाहिँ सहज र बर्खाको सिजन भएर होला हामीले केही बाटो चाहिँ अलिकति असजिलो, अब सडकहरू हिलो रहेको बाटो देख्न सक्नुहुन्छ। जब हामीले साथीहरू एकअर्कालाई साथ सपोर्ट गरेर सहज रूपमा हाम्रो यात्रा गरिरह्यो। यसरी जाँदै गर्दा पहिरो पनि गएको रहेछ बाटोमा। यसरी पानी एकदमै गाह्रो भयो, डर पनि लाग्यो। तलतिर पहिरो है, सहज रूपमै हामी अगाडि बढ्यौँ। यसरी हामी अगाडि बढ्दै गर्दा बिच बाटोमा पर्ने ढुङ्गाखाम पनि अग्लोकन गर्ने अवसर पायौँ र त्यहाँनिर सबैजनाले एकदम खुसी भएर रमाइलो गऱ्यौँ। म चिप्लेटी पनि खेलेँ, देख्न सक्नुहुन्छ। यसरी हामी चितलाङसम्म पुग्यौँ र सबैजना भोकाएको थियौँ। खाजा खानु एकदम मिठो, ठाउँहरू पनि एकदम रमाइलो। हजुरलाई बाटोको भ्यूहरू हजुरलाई देखाइरहेको छु। यसरी हामीले बार्बिक्यू पनि गऱ्यौँ। एकदम स्वादिष्ट र एकदम मिठो खाना है, तपाईँहरू पिउन सक्नुहुन्छ। यसरी हाम्रो नयाँ नयाँ ठाउँहरूबाट जान्न बुझ्न चाहनुहुन्छ र नेचर लभर एक सब्सक्राइब गर्न नभुल्नुहोला। लाइक, सेयर, कमेन्ट। थ्याङ्क यू।